सानो परिवर्तनको ठूलो प्रभाव भनेको यही त होला नि। जुनसुकै स्टप आए पनि स्टपै पछि सामान हराउँछ कि भन्ने डर वा कसैले सामान लग्छ कि भन्ने डर अब यी दिनहरू हराए। यस अघिसम्म लामो दूरीको यात्रा गर्दाखेरि जहिले जुनै बस स्टप आउँदाखेरि मुटु ढुकढुक हुन्थ्यो, सामान छ कि छैन भनेर। निन्द्रा लागिरहेको छ तर सुत्न डर लाग्ने, कतै आफ्नो लगेज कसैले लगिदियो कि भन्ने तनाव सधैँ हुने। तर अब यो टेन्सन इतिहास भयो। काठमाडौँ भ्याली ट्राफिक पुलिस र यातायात व्यवसायी सङ्घहरूले यही जेठ 15 देखि लामो दूरीका बसहरूमा लगेज ट्याग सिस्टम अनिवार्य गरेको छ। अब एयरपोर्टको जस्तै तपाईँहरूको सामान सुरक्षितसँग र ट्यागसँगै हुनेछ र तपाईँले रिसिभ गर्नुभएको टिकटमा तपाईँको म्याचिङवाला नम्बर बारकोड त्यसमा एट्याच हुनेछ। गन्तव्यमा पुगेपछि हजुरको टिकट र हजुरको लगेजमा भएको बार म्याच गरेपछि मात्र हजुरले आफ्नो लगेज प्राप्त गर्नुहुन्छ। यसै कारणले गरेर चोरले चोर्न पाउँदैन र एक्सचेन्ज हुने चान्स एकदमै थोर हुन्छ। वास्तवमै यो सानो स्टेपले हाम्रो लामो यात्रालाई सेफ र स्ट्रेस फ्री बनाउनेछ। हाव अ सेफ जर्नी नेपाल। बाई बाई।